दाजुभाइ हामी यो तम्बुर खोला जस्तो टाइपको त्रिशुली जस्तो देखिने नारायणी जस्तो देखिने धेरै मुखी माथि हामी स्टेसनबाट हामी लगभग 5.5 घन्टा हिँडे पछाडि यस्तो दामी खोला आउँछ यहाँ चाहिँ कोही पनि आइपुग्दैन एकदम दुर्लभ ठाउँ हो यहाँ हाम्रो टोलीहरूलाई सम्झिरहेको छौँ यति बेला वर्षमा लगभग त्यस्तै 10 जना भन्दा बढी आइपुग्दैन त्यो मध्ये तर हाम्रो टोलीहरूलाई सम्झिरहेको छौँ यति बेला होइन चिन्जु बिदुर अहिले हामीले ठ्याक्कै आइल्यान्डको म्याप दुर्लभ ठाउँमा आइपुग्यो यार आज अनएक्सपेक्टेड यात्रा हुन्छ हाम्रो जहिले पनि जङ्गल भन्नु कि आइल्यान्ड भन्नु कि पार्क भन्नु कि खोलाको बिचमा सलल्ल पानी स्थिति हाम्रो यताहरूको बोस सबै मान्छेले यस्तो गर्नु जो भाग्यमानी छ उसले मात्रै यस्तो ठाउँमा चाहिँ आउनु पाउँदो रहेछ पानीमा त्यसरी चिसो भइरहेको स्थिति वाउ हामीले एउटा क्यामेरा यता राखेको छौँ एउटा क्यामेरा यता हाम्रो बिचमा टेबल हाम्रो 5 घन्टाको यो लामो लामो यात्रा 5 घन्टा हिँडेर यो ठाउँमा आइरहेको छ यो त स्वर्गको टुक्रा भनेर चाहिँ यस्तो मात्र हुन्छ है खामपाई लाग्छ उता खामपाई लाग्यो कम्पनीको नाम पनि ल्याउँदैन अझ राम्रो एप्पलको भन्नु सोनीको राम्रो हुन्छ है भर्खर लोकल छेउ छ दाजुभाइ हेर्नु हजुर भने हेर्नु सोफा एउटा त्यहाँनिर है बसिरहेको छ यो चाहिँ टेबल है यता एउटा सोफा चाहिँ यस्तो दामी होइन एउटा सोफा त्यहाँनिर छ अनि क्यामेरा भिडियो कन्टिन्यू छ है दाइ एकछिन आमाको साई गएर अनि त्यसपछि यता यहाँ माछा पनि छ है साथी माछा पनि मार्नु मिल्छ यहाँ खुट्टामा टुकेर होइन भयो यो ठुङ्गेको यो नेचुरल यस्तो हुन्छ नि यो नेचुरल नेचुरल थेरापी बस यो माछाको टोकाइको नेचुरल थेरापी यो स्किनको लागि एकदम राम्रो पनि हो चिन्जु ब्रो आज कता हो बिदुर ब्रो कता हो खोला बिचमा फेरि यता आइल्यान्ड छ यहाँ हाम्रो चिन्जु ब्रो पनि अहिले ठ्याक्कै हामीसँग कनेक्ट भइराख्नु भएको स्थिति हो एकदमै मिस गरेका छौँ के 2 शब्द भन्दैन न बाई बाई वाह ओ यस्तो अन्त भनेको यो अन्त यस्तो चाहिँ साथी हो एकदमै धेरै दुर्लभ हो यो सबैले यस्तो अवसर पनि पाउँदैन